हैन फेरि तपाईलाई मेरो उच्च सम्मान छ भिडियोमा नहुने उच्च सम्मान चाहिन्छ मलाई उच्च सम्मान छ राईजीलाई उच्च सम्मान सर भनेर सम्मान राई सर भनेर सर राई सरलाई उच्च सम्मान यो त एकदम कच्चा खेलाडी हो राजनीतिको त्यो त मै पनि मान्छु हैन त्यो त मै पनि कच्चा तरिकाबाट राजनीतिमा गगन थापाको विषय चाहिँ बोलाउन एक दुईटा अब के हुन्छ प्रचण्डले बोकेको भरमा अथवा कसैले बोकेको भरमा उ राजनीतिमा जसरी आछ नि त्यो गलत थियो त्यो गलत त्यही भएर उसलाई सिद्ध्याएको सिद्ध्याउने त्यसरी नै हो तर सिद्ध्या चाहिँ छैन यिनले चाहिँ सिद्ध्याए रवि सिद्ध्या खाइ सुन्नु यो हाम्रो जस्तो नेपाल जस्तो देशमा नि यहाँ पुरा पैसाको हो त्यो त पैसाको खेल हुन्छ पैसाको खेल भइसकेपछि भोलि 84 को चुनावमा पनि हामीहरूले चाहिँ दाबीको साथ राष्ट्रपाले नै जित्न सक्छ भन्न चाहिँ सक्दैन सकी छैन तर यो भनिरहँदा गगनले चाहिँ के गर्छ यति चाहिँ भन्दैन अनि गगन चाहे जोशी होस् चाहे गगन होस् चाहे शेरबहादुर होस् यहाँ जति पनि देखिएका अहिले देखिएका अनुहार छन् नि यी कसैलाई पनि जिताउनु हुँदैन भन्ने मान्छे हैन गगनले के गर्ला त तपाईको जिताउनु होइन भन्ने त पक्ष भयो यो कुरामा म अहिले यसरी ग्यारेन्टी गर्न सक्दिन किनभने मैले चाहिँ ग्यारेन्टी गर्छु पैसाकै कुरा हो जित्दैन ल पैसाकै कुरा हो म चाहिँ ग्यारेन्टी यहाँ जनता यहाँ जनताले यहाँ जनता रेकर्ड भइराछ पनि गर्दिन सुन्नु न यहाँ जनता जति नै तपाईको चाहिँ नि चुनाव भन्दा अगाडि पछाडी जति नै तपाईको चाहिँ नि नेताको विरोध गरे पनि चुनावमा तपाईको सर्लक्कै आउँछ त्यही जो उसको चाहिँ पार्टीको मान्छे हो त्यसैलाई गर्छ उसले हेर्नु त्यो तर सर्लक्कै आउँदैन हैन तपाईले भनेको सर्लक्कै त कोही पनि आउँदैन सर्लक कोही पनि आउँदैन सर्लक्क कोही पनि आउने स्थिति छैन क्या नेपालमा आउँछ तर सर्लक्कै आउँदै आउँदैन हो सुन्नु न कोही कोही आउँछ नि तपाईको भनेपछि सुन्नु न तपाई रामशरणजी चाहिँ रासोपाको पक्षमा हैन त कसैको पक्ष विपक्ष अनि यता हाम्रो राजा सर चाहिँ राजाको पक्षमा त्यो त तपाईको भनाइ थियो हैन मैले भनेको अहिलेको विषयमा नि अहिलेको विषय हैन यो गलत कुरा तपाईले जस्तो राष्ट्रपा राजा भन्नु पनि हैन यो गलत कुरा तपाईको हामी जे हामी दुवै जना सिङ्गो देशको पक्षमा अहिले कुरा गर्दै गरेको त नि अब रवि लामी छानेले 84 मा जित्दैन भन्नुभयो तपाईले उहाँ रामशरणजीले रवि लामी छाने निस्केर 84 मा जित्यो भने सबैलाई चाहिँ जेल हान्छ भन्नुभयो त्यो त हालिहाल्छ त्यो ठिक छ त हाल्छ त भन्नु जित्यो भने हाल्छ हजुर म चाहिँ सबैले नहाले नि म चाहिँ त्यो पक्षमा छैन किनभने रवि लामी छानेले ल त्यो सुन्नु न त अब के कारणले रविले चाहिँ निस्केर भोलि पर्सि जेल हाल्दैन भन्ने कुरा त पुष्टि गर्दिनु पर्यो म पुष्टि गरिदिन्छु किनभने यो विकृत सर्टकटमा गर्नु पर्यो तपाईले यो विकृत व्यवस्था हो यो व्यवस्थामा जन्मिएका जुनसुकै पात्रहरू हुन् यिनीहरूले तपाईको जति नै नयाँ अनुहार भने पनि यिनीहरूले ती पुराना जो विगतदेखि देशलाई बर्बाद गरेर आएका छन् नि नेतृत्वहरू यिनलाई छुन पनि सक्दैनन् कहिले सक्दैन अब भन्नु त अब रविले जेल हाल्ने रहेछ त भन्नु त रामशरणजी ल रविले हाल्ने होइन जनताले रविलाई सपोर्ट गर्ने अनि रवि भनेको जनताको मान्छे भयो नि त अनि रविले जेल हाल्ने सबलाई रविले हाल्ने होइन नि जनताले हाल्छ अब जनताले नै हाल्ने हो हाल्छ जनताले भन्दा जनताले चाहिँ हुन सक्छ तर रविलाई सपोर्ट गरेर जनताद्वारा रविले हाल्ने भन्ने कुरामा पनि म स्वीकार गर्दिनँ त्यो कुरा चाहिँ तर मैले भन्न खोजेको कुरा के भने यदि यो जुन विकृत व्यवस्था छ यो विकृत व्यवस्थालाई आउट गरेर यसलाई हटाएर भोलि एउटा चाहिँ तपाईको चाहिँ विधिको शासन यो देशमा आउँछ भने जोसुकैले पनि तपाईको गर्न सक्छ यिनलाई कारबाही गर्न सक्ने क्षमता राख्नु भनेपछि अघि तपाईले भन्दै हुनुहुन्थ्यो रामशरण चौलागाई चाहिँ एकदम त्यो हाम्रा ती सावित्र भन्ने माताजीले चाहिँ रवि लामिछानेलाई खेदो खने भनेर भन्नुभयो नि हैन त्यो मैले भनेको छैन त्यसो कुरा त्यो जनताले भने हो जनताले भने मैले भने हैन अनि त्यसपछि तपाईले भन्नुभयो राजा आउँछ भनेर पहिल्यै बोलिसक्यो अरे भन्नु राजा आउँछ भनेर त दुनियाँलाई थाहा छ हैन सविता माताले चाहिँ भने के सविता माता उहाँले भनेको कुरा मैले किन भन्नु पर्यो दुनियाँले भनिरहेको कुरो होइन र उहाँले नै भनेको कुरो सविता माताले नै भनेको कुरो मैले ए अच्छा उहाँले भनेको कुरो उहाँले भनेको कुरो मैले भने अथवा उहाँ पनि फेलियर हो यसरी भन्नु उहाँले पनि पटक पटक नेपालमा राष्ट्रस्थ आउँछ भन्ने उहाँले चाहिँ त्यो गर्न खोजे उहाँको विषयमा म जानै चाहिन्न सविता माताको विषयमा म जानै चाहन्न तर उहाँले राजा आउँछन् भनेको कुरो जनताले भनिराखेको र त अहिले पनि त्यही आइराखेको बजार कुरो कतिको देख्छन् माताले चाहिँ त्यो मलाई थाहा छ लामो समय तपाईँ त काम गर्नुभयो नि त काम गरे म चाहिँ क्लियर भनिदिन्छु यो काठमाडौँ भ्यालीमा अहिले कोही पनि एउटा माता छैन कोही पनि छैन उहाँलाई किन माता सक्नु भयो तपाईँले मलाई सोधिरहँदा मातै छैन मातै छैन होइन अब तपाईँले भन्नु नि उहाँलाई किन सोध्नु भएन तपाईँ त उहाँसँग 3 वर्ष काम गरेर बस्नु भएन मैले त्यस्तो होइन मेरो त दाजु बहिनी हाम्रो सम्बन्ध त्यो हो हाम्रो नाता भनेको त्यो हिसाबले बस्या ए काम गरेर होइन के काम गर्नु ए त्यही भएर होइन एउटा महिलालाई कति वर्ष सपोर्ट गर्ने कुरा उहाँलाई कति वर्ष बस्नु हो तपाईँ यति वर्ष भन्ने नै होइन नि आउने जाने मेरो धेरै वर्ष भयो आउने जाने छ अहिले पनि छ
अहिले पनि कहिलेकाहीँ आउन जाने गर्छु समय मिल्दा। दिदी भाइ चेली माइतीको दाजु बहिनी त्यो त्यो यस्तो के भविष्यवाणी गर्ने मान्छेले चाहे त्यो ज्योतिष होस् चाहे माता होस् कसैले पनि क्या तपाईँको मैले यो भनेको थिएँ देख्नुभयो नि ठ्याक्कै पुग्यो। फेरि हाम्रो यो होइन सुन्नु न पहिलो कुरा ए राजाजी मैले तपाईँलाई क्रस क्वेसन गरेँ जस्तो भयो कि बोल्दै गरेको काटेँ माफ गर्नुलाई। अघि हाम्रो रामचरण चौलागाले फटाफट बोल्दै हुन्छ क्यामेरा तेर्साएपछि त उहाँले फेरि कुरा चपाउनु पनि जिब्रो हो कि होइन चपाएकै छैन। तपाईँ भन्नुहोस् हो कि होइन भन्नु त। होइन त्यो मैले अब यस्तो छ उहाँको त्यो व्यक्तिगत कुरामा जाँदिनँ हो नि तर सुन्नु म चाहिँ के भन्छु भने होइन तपाईँ यहीँ हुँदा हुँदै कस्तो उहाँको व्यक्तिगत तपाईँले सुनिरहेको कुरा सहीलाई सत्य भन्नु सक्नुहुन्न नि। त्यो त यस्तो हो नि तपाईँले गल्ती गरिदिनु भयो नि त क्यामेरा तेर्सेर त्यसरी नै बोल्न दिए भयो होइन किनभने कहिलेकाहीँ क्यामेराको अगाडि बोलिने कुरा र क्यामेराभन्दा बाहिर बोलिने कुरा अलिकति फरक पनि हुनसक्छ। होइन तपाईँ पनि सत्यतामा अड्किनु होइन सत्य त होइन वास्तविकता नै यही हो। जब तपाईँले क्यामेरा तेर्स्याउनुहुन्छ भने ल म त सुन्नु न जब एउटा मान्छेले सच्चा मान्छेले क्यामेराको अगाडि बोल्नु सक्दैन भने तपाईँले कसरी चाहिँ राजा ल्याएर चाहिँ देशलाई परिवर्तन कसरी चाहिँ परिवर्तन गर्नु सक्नुहुन्छ? तपाईँ झुटा हो नि। अनि म बोलिरहेको छु होइन तपाईँ झुटा हो। म बोलिरहेको छु यो बोल्नु भएको तर तपाईँ झुटा हो। यो देशमा किन भन्दाखेरि तपाईँले सुनेको कुरालाई चाहिँ यथार्थ पुष्टि सहित कुरा राख्नु सक्नु भएन क्यामेराको कुरा गर्नुभयो त्यता टार्नु भयो नि त। मसँग कुरै थिएन त मसँग कुरै थिएन कुरा तपाईँ सुन्नु न कुरा तपाईँसँग थिएन कि कुरा तपाईँसँग थिएन तर तपाईँले चाहिँ सुनिरहेको कुरा सुन्नु न तपाईँले सुनिरहेको कुरालाई हो उहाँले यसरी बोलेको भन्न नसक्ने रामशरणजीसँगै यो कुरा गर्नु तर मलाई क्वेसन गर्नुभयो भने यो अहिले काठमाडौँमा जति पनि ज्योतिषीहरू छन् जति पनि माताहरू छन् यी सबैलाई अगाडि राखिदिनु यिनीहरूसँग म कुरा गर्छु ल। धन्यवाद। होइन तपाईँले होइन सुन्नु न तपाईँले भनेको कुरा मैले बुझेँ कि तर उहाँले बोलेको कुरा क्यामेरा अगाडि र पछाडि गर्ने कुरा त उहाँको दुईटा देख्यो नि त। दुईटाको कुरा होइन क्या कहिलेकाहीँ म यसरी बोलिरहेको हुन्छु नि कहिलेकाहीँ म यसरी बोलिरहेको हुन्छु तर तपाईँको चाहिँ ओहो यहाँ क्यामेरा छ है भन्ने थाहा भइसकेपछि फेरि मैले यो मेरो जुन पोजिसन छ नि त्यसलाई पनि अलिकति हजुर भन्नुहोस् त अलिकति यो अलिकति आफूलाई एक्टिभ बनाउनु पर्ने हुन्छ बुझ्नुभयो? होइन तर उहाँले जस्तो क्यामेरा अफलाइनमा मैले उहाँतिरै तपाईँ हाम्रो कुरा चाहिँ के थियो भन्दाखेरि नि अघि योभन्दा केही अगाडि मात्रै सावित्र भन्ने माताले चाहिँ रविलाई खेदो गरे तपाईँहरू जस्तोले खेदो गरेर चाहिँ ऊ जेलमा छ पुरै छोड्नुभयो भनेर भन्नु। अर्को कुरा चाहिँ 2080 भन्दा अगाडि नै सावित्र माताले चाहिँ देशमा राजा आइसक्छ भनेर भन्नुभयो तपाईँले। किन भन्दा तपाईँ उहाँसँग सम्बन्धित नजिक हुनुहुन्छ त्यसै कारणले भन्नु हो कि भने जब तर मैले मोबाइल तेर्साइसकेपछि एउटा युट्युबरले खच्च मोबाइल चाहिँ झिकेर तेर्साइसकेपछि तपाईँले कुरा फटाफट मोड्नुभयो। फेरि उहाँ पनि पछि हाम्रो राजाजीलाई जोड्दाखेरि होइन भन्दाखेरि उहाँले पनि भेरिफाई गर्नु थिएन भनेपछि त तपाईँहरू त झुटा रहेछ नि त झुटा खोल उडाएर छ नि त। कुकुरलाई चाहिँ बाघको खोल उडाएर अगाडि बढाएपछि त्यो त ठुलो दुर्घटनामा पर्छ क्या। भनेको चाहिँ तपाईँ आफै लाग्यो मलाई किन भन्नु होला किनभने कुनै पनि व्यक्तिगत कुरा गर्न पाए मान्छेले होइन राजा आउने नआउने कुरामा उहाँले गरेको अरूलाई सोध्नु भनेको छ भने जनता होइन तपाईँ उहाँको विषयमा बोल्दैन सुन्नु पहिला कुरा बोल्नु है सुन्नु न पहिला कुरा म भन्छु कि तपाईँलाई व्यक्तिगत कुरा गर्न पाइएन नितान्त। तपाईँले क्यामेरा अफलाइनमा अर्को कुरा गर्नुभयो अब क्यामेरा तेर्साइसकेपछि अर्को कुरा गर्नुभयो। यो दुई धारे कुराले चाहिँ एउटा कुकुरलाई चाहिँ बाघको छाला उडाएर अगाडि चाहिँ डोरी हान्दै अगाडि बढाएको मात्रै तपाईँ आफै हो त्यसरी नत्र भनेदेखि होइन म पत्रकार नभने यो एउटा सामान्य चाहिँ भला पत्रकार होइन तपाईँलाई भन्नु त हजुर क्यामेरा खिचेर यस्तो यस्तो भनेर तपाईँ के भनेको थियो तपाईँलाई मैले बोलाएपछि व्यक्तिगत जीवनमा सविता के चाहनुहुन्छ उहाँलाई सोध्ने कुरा हो व्यक्तिगत कुरा मलाई छैन उहाँको व्यक्तिगत कुरा होइन नि उहाँलाई सोध्छु नि म किन सोध्दिनँ कुरा कहाँ बिग्रेको भने नि तपाईँले क्यामेरा नतेर्सिन्जेलसम्म मोबाइल नतेर्साइन्जेलसम्म तपाईँले फटाफट यो गर्यो त्यो गर भन्नुभयो तर क्यामेरा पछि हटाएको छु त म भने नि तपाईँलाई भनिरहेको छु क्यामेरा सुन्नु न मैले एउटै मात्रै कुरा भन्दैछु होइन एउटै मात्रै कुरा क्यामेरा नतेर्साउँदाको कुरा गर्नुहोस् जुन क्यामेरा होइन हावा कुरा होइन नि सुन्नै सके छैन मेरो कुरा तपाईँले जवाफ दिइरहेको छु तपाईँले भन्नै सके छैन त अनि किन भने छैन ल तपाईँले सोधेको कुरा एउटा प्रश्न गर्नु मलाई ल सुन्नु के भन्नु जसरी चाहिँ पहिला यो मोबाइल तेर्साएको थिएन नि
त्यति बेला तपाईँ निर्धक्क भएर यो र त्यो कुरा गरिराख्नु भएको थियो नि, अहिले गर्नुभयो? अहिले नि गरिरहेको छु। हो, त्यही भएर मैले भनेको कुकुरलाई चाहिँ बाघको छाला लाएर अगाडि हिँडाकोले काम गर्दैन। खाने हुन् सबैजना। हो, यसरी म त्यस्तो होइन, स्वीकार्नु पर्यो। म सत्य के तपाईँले स्वीकार्नु पर्यो त्यसरी? अब मैले कहाँ स्वीकार्छु यो कुरा, अरूले चाहिँ स्वीकार्नु पर्यो नि। राजा आउँछ भन्नेले ल्याउन नसक्ने अनि खोक्दै हिँड्ने, त्यो जोसुकै अवस्था। यो म व्यक्तिगत नाम लिनु, राजा खै त आएको, राजा आउँछ भने कति कसले भने यो कुरा? यसमा पनि यो कुरा जसले भने त्यसलाई सुन्न जाने। दुईटै कुरा मात्रै मैले भनेको छु। दुईटा कुरा मैले भनेको छु। तपाईँले जस्तै मैले अघि भने नि, मेरो पोइन्ट कहाँ भन्दाखेरि तपाईँ दायाँमा नचली सत्रक बसेर सोचेर भन्ने, मोबाइल नतेर्सा ल फेरि नबोल्नु न बिचमा, मोबाइल नतेर्साउँदाखेरि बोलेको कुरा मोबाइल तेर्साएपछि बोल्ने क्या, त्यो एउटै कुरा त हो नि। एउटै हो, बोलिरहेको कुरा एउटै हो नि त। किन मोबाइल तेर्साउँदा चाहिँ घटाउने बढाउने, पब्लिकमा मैले यो बोल्नुहुन्न भन्ने? जे छ आफ्नो कुरा, देश र राष्ट्रको लागि उभिएको एउटा जनताले चाहिँ प्रत्यक्षसँगले आफ्नो कुरा राख्न सक्ने क्षमता हुनु पर्यो। क्षमता छैन, त्यो मुखले बोलेर कहाँ हुन्छ? हामीले देखिरहेछौँ नि। तपाईँले केही पनि देख्नु भएको छैन। के क्षमता के चाहियो? अनि यतिको मान्छे तपाईँ कोही झोले नबन्दा अनि त्यो गर्दा चाहिँ क्षमता नहुने। झोलेको कुरा छोड्नु, झोले बनेन भने त्यो क्षमता नहुने राख्नलाई बोल्नलाई कुरा नबगाउनु न। तपाईँको पोइन्ट भन्दा बाहिर जानुभयो तपाईँ। तपाईँलाई मैले भनेको कुरा के भन्दाखेरि, क्यामेरा नतेर्साउँदाखेरि बोलेको कुरा दुईटा कुरा मात्रै बोलिदिनुहोस्। ल के बोलिदिनु? तपाईँले नै आफ्नै मुखरबिन्दुबाट बोलेको कुरालाई अहिले कसरी क्यामेरा तेर्साउने बित्तिकै भोलि गएर म कतै अप्ठ्यारो हुन्छु कि भनेर म अप्ठ्यारो हुन्न किन हुने? म अरूको विषय कुरा म बोल्दिनँ। पहिलो कुरा सुन्नु है, कसले के भनौ भनेर। अनि क्यामेरा नतेर्साउँदा त बोल्नु भयो त तपाईँले? बोलेकै छैन मैले, त्यो तपाईँको कुरा हो, मैले बोलेको छैन त्यस्तो कुरा। मैले तपाईँलाई भन्दै आएको, पहिलादेखि सोध्न खोज्नु भएको थियो तपाईँले यो कुरा, उहाँले के भने, तपाईँ उहाँलाई के भन्नुहुन्छ भनेर भन्ने हुनुहुन्थ्यो तपाईँ। तपाईँले धेरै खोजिरहनु भएको थियो मलाई, उहाँलाई के बुझाउनु होला, तपाईँको र उहाँको के कुरा होला। पहिले मेरो कुरा सुन्नु न तपाईँ, उहाँको र तपाईँको विषयमा केही पक्कै सहमति भएको हुनुपर्छ राम शर्मालाई यो बनाऊ भनेर, होइन? तर म उहाँको व्यक्तिगत विषयमा, तपाईँको व्यक्तिगत विषयमा, उहाँको व्यक्तिगत विषयमा म बोल्दिनँ। पहिलो कुरा सुन्नु है, उहाँलाई नै सुन्ने हो त, तपाईँले मलाई सुन्ने हो त उहाँको कुरा। अनि क्यामेरा प्रसार र एउटा कुरा अब सुन्नु, क्यामेरा तेर्साएरै म भन्छु तपाईँलाई के भन्छु भन्दा, क्लियर कट के भन्छु भन्दाखेरि, तपाईँले हुन त कसैको कुरा विश्वास गर्नुहुन्न। पहिला राजा कतिवटालाई पनि तपाईँ त्यो मान्छे ज्योतिष हुँदैन, म पत्याउँदा केही मिलेकै होइन भन्नुभएको हो, होइन? मैले त्यसो भनेको छैन। यहीँ हुनुहुन्छ ठ्याक्कै भन्दिनँ, ठ्याक्कै म अगाडि नै भन्छु। म तपाईँको ज्योतिषको विश्वासै गर्दिनँ भने मैले, उहाँको लगायत विश्वास गर्दै गरिनँ भनेर विश्वास गर्नु त्यही कुरा भन्ने मैले। ल जे छ अगाडि यथार्थ ज्योतिषको म विश्वासै गर्दिनँ, उहाँले नै भनिरहनु भएको छ स्वयं पहिले नै। अब सुन्नु, तपाईँतिर आउँछु। अब मैले भनेको तपाईँले यो कुरा सबभन्दा पहिला कुरा, यो कुरा तपाईँले स्वीकार्नु भयो नि। ज्योतिष र माता कोही पनि मान्छेको कुरा उहाँले नै विश्वास गर्दिनँ भनिसक्नु भएको छ स्वयं राजा खतिवडाले नि। अब तपाईँ मलाई यो कुरा किन सोध्या क्या? हो, त्यही भएर त मैले यहाँ मिलाएको, अरूले मिलाउनु सक्छ, मैले घुमाएर ल्याउने हो। ठिक छ, कुरा बुझ्नुभयो नि, मैले ल्याउने हो। विश्वास गर्दिनँ। म फेरि अहिलेसम्म तपाईँलाई भनेको छु यो कुरा, तपाईँलाई अहिलेसम्म भनेको छु छुइनँ नि? भने नि केही फरक पर्दैन, म भन्दिनँ। अगाडि नै दुईजना राखेर भन्ने हो। किन भन्दाखेरि म चाहिँ तपाईँ नभएको बेलामा भन्दिनँ यस्तो कुरा, जे छ यथार्थ बोल्छु, म खुलेर बोल्छु। म भन्ने के भन्दाखेरि, म सुन्नु न, मैले बोलेको गरेको कुरा नाङ्गो भएर हिँड्ने मान्छे, गल्ती गरेको कुरालाई मैले गल्ती स्वीकार्ने, 10जना साथीहरू बोटलेर मैले यो गल्ती गरेँ साथी हो, के उपाय छ भन्ने मान्छे चाहिँ हो क्या। जाने बेला हुन्न, कुरा कहाँ छोटाउनु, यता सकिएको छैन, अब यतापट्टि के गर्नु। अब तपाईँले भन्नुभयो उहाँले चाहिँ बोलेको अरूको नितान्त विषयमा म जान्न खोजाल्दिनँ भन्नुभयो, होइन? तपाईँले सुनेको कुरालाई नै हो भनेर यसरी बोलेको हो भनेर चाहिँ प्रमाण दिनु नसक्ने तपाईँ नक्कली चाहिँ त्यो कुकुरलाई चाहिँ बाघको छाला लगाएर यो सर्ट त्यस्तै लाउनु भएको छ। हेर्नु त यो है, यहाँ हेर्नु है, तपाईँले बाघकै जस्तो लाउनु भएको छ ठ्याक्कैसँगले। तर यो के हो? यथार्थ कुरा बोल्नै नसक्ने तपाईँको के भन्नुहोस् त? तपाईँले सोध्नु भएको छ के यथार्थ बोल्नु पर्यो? मैले सोधेको चाहिँ सुन्नु ल, तपाईँले भन्नुभयो कसैको व्यक्तिगत कुरा म खोदाल्न चाहिनँ, क्यामेरा पछाडि र अगाडि कुरा फरक हुन्छ, दुईटा हुन्छ भन्नुभयो नि, यहाँ हो कि होइन भन्नु त? तपाईँलाई मैले बोलाएको छुइनँ के? तपाईँ चुप लागि बस्नु न। तपाईँले भन्नुभयो क्यामेरा अगाडि र क्यामेरा पछाडि कुरा दुईटा हुन्छ भनेर स्वीकार्नुभयो नि? त्यो स्वीकारेको होइन, त्यो के भएको थियो भने उहाँलाई जसरी तपाईँले पेल्न थाल्नुभयो नि, पेल्न थालिसकेपछि अगाडि एउटा कुरा क्यामेरा पेलेको होइन नि त, यथार्थ कुरा सोध्दा पेलेको हुन्छ। यही त छ त तपाईँहरूको, होइन? तपाईँ नबोल्नु न, तपाईँ चुप लागि बस्नु न, उहाँसँगको कुरा छ। क्यामेरा तेर्सेपछि अर्को कुरा भनेर जब तपाईँले उहाँलाई चाहिँ अलिकति गर्न थाल्नुभयो, त्यस पछाडि मैले यो कुराको खण्डन गरिदिएको हो। म त हेर्नुहोस्, क्यामेरा बाहिर पनि क्यामेरा भित्र पनि एउटै कुरा बोल्ने होइन। तपाईँले
तपाईँले मुखले बोले पनि तपाईँ पत्ताइ नै फेरि होइन त्यो व्यक्तिगत कुरा हो कि तपाईँले जे बोलिराख्नु भएको छ नि कसको बारेमा के सोध्नुहुन्छ ल भन्नु नि त कसैको बारेमा सोध्यो होइन तपाईँले अहिले उहाँ हाम्रो रामचरणजीले बोलेको कुरा अहिले कुरा त बोल्नु सक्नु भएन कसको बारेमा सोध्नु तपाईँलाई भन्नु उहाँले बोल्ने व्यक्तिगत धारणा उहाँको के छ त्यो होइन त्यो कुरा उहाँले बोलेको भनेर तपाईँले सुनिराख्नु सत्य बोल्नु सक्नुहुन्न तपाईँले सत्य बोल्नु नसकेपछि हामी होइन तपाईँ त्यो सोध्नुपर्ने अवस्था छैन मलाई तपाईँले माता ज्योतिषीको बारेमा कुरा गर्नुहुन्छ यदि त्यही प्रश्न हो भने म यो काठमाडौँमा जति पनि माता र ज्योतिषी छन् यी सबै ठग हुन् भन्छु चाहे त्यो बाहिर होस् क्यामेरा बाहिर होस् चाहे म त क्लियर मान्छे हो तर प्रसङ्ग बस आउँदा तर अब तपाईँले भने जस्तै रामचरणले जुन अघि क्यामेरा पछाडि बोलेको कुरालाई त तपाईँले पुष्टि गर्न सक्नु भएन नि त होइन सुनेको त तपाईँले हो नि त प्रमाण दिने त तपाईँले हो नि त उहाँले नै दिन सकिहाल्नुहुन्छ त त्यो कुरालाई होइन तपाईँले सुनेको कुरा त तपाईँले पुष्टि गरेर तपाईँले बोलेको हो यसरी चाहिँ झुटा जानु हुँदैन हामी राष्ट्रिय र देशको लागि हामी अगाडि बढेको मान्छे भनेर नि त होइन त्यसरी व्यक्तिको पछाडि तपाईँले यसो भन्नुभएको थियो भन्नु त्यो छोड्दिनु तपाईँले पत्रकारको धर्ममा रहेर कुरा पत्रकार होइन नि यो पत्रकार पत्रकारको कुरा गर्न सक्ने ताकत भएको मान्छे पनि पत्रकार सरहको हैसियत भएको मान्छे हो होइन पत्रकार नभनौँ न यहाँ त हामी बसेर यो पारिवारिक गफ हो क्या यो मलाई त्यो कुराहरू छाड्दिनु तपाईँले ठ्याक्कै सोध्न खोजेको कुरा के हो ठ्याक्कै मैले भनेको तपाईँले सत्य बोल्नु सक्नु भएन के यसको मलाई प्रश्नको जवाब चाहियो क्या तपाईँले अहिले बोलेको मेरै आँखा अगाडि रेकर्ड नभएको कुरा रेकर्ड हटाइसकेपछिको कुरालाई तपाईँले चाहिँ पुष्टि गरेर बोल्न नसक्ने आफू तर्किनको लागि अरूको व्यक्तिगत चरित्रमा जान्न अरू कुरामा जान्छु भनेर चाहिँ तपाईँ तर्केर यता आउनु बित्तिकै चाहिँ हामीले यो चाहिँ जटिल प्रश्न तपाईँलाई समात्नै पर्ने भयो क्या तपाईँलाई हातमा समात्नु हातमा होइन तपाईँलाई छातीमा समात्नु पर्ने अवस्था भइसक्यो क्या यस्तो भने त्यो तपाईँले प्रश्न कहाँबाट कसरी कुन तरिकाबाट गरिराख्नु भएको छ त्यो तपाईँको कुरा भयो होइन जुन मान्छेले यथार्थ बोल्छु यथार्थ बोल्नुपर्छ होइन देश र जनता सुन्नु पहिला काठमाडौँमा भएका जति पनि ज्योतिषी माताहरू छन् सबै त्यो त तपाईँले भन्नुहुन्छ त्यो धेरै मिडियामा बोल्नु भएको छ कि तपाईँले तर अहिले झुटो बोल्नु र बचाउ गर्नु भनेको नि तपाईँ कसैको बचाउ गर्नु पनि छैन उहाँले एउटा कुरा तपाईँले के बुझ्न जरुरी छ भने तपाईँको हामी गफगाफ भइरहेको ठाउँमा एकैचोटि क्यामेरा तेर्सिन्छ भने मान्छे अलिकति डेफिनेटली सतर्क हुन्छ होइन यहाँ अनि बाहिरको मान्छे को छ सतर्क हुनु होइन सुन्नु पहिला कुरालाई नि लुकाउने भन्ने कुरा होइन होइन सुन्नु पहिला अब सुन्नु त्यसलाई सिस्टमेटिक तरिकाले बोल्ने भन्ने कुरा हुन्छ अनि त्यो जे बोलेको थियो त्यो त बोल्न सक्नु पर्यो नि त अनि तपाईँलाई क्यामेरा भन्दा बाहिर बोलेको शब्द हुबहु दुरुस्तै बोल्न थाल्यो भन्दा त फेरि त्यो तपाईँले अन्तर्वार्ता लिने व्यक्तिको चरित्रमाथि पनि औँला उठो नि त अन्तर्वार्ता दिने व्यक्तिले पनि त आफूलाई त अलिकति उयो गरेर दिनु पर्यो नि त प्रिपेयर गरेर दिनु पर्यो नि यसरी प्रश्न गरिदिनु हो यसरी प्रश्न गर्नु पर्यो के भन्दाखेरि मान्छे जस्तो बाहिर हेर्छ जस्तो बोल्छ त्यो चाहिँ नहुँदो रहेछ भनेर यसरी प्रश्न बोल्नु पर्यो नि म बाहिर हेर्दा जस्तो छु भित्र त्यो छुइनँ भनेर प्रश्न गर्नु पर्यो क्या त्यो होइन हो म अपरिपक्व छु है हरेक कुरामा भनेर चाहिँ त्यो जनायो नि त त्यसरी त परिपक्व कोही पनि छैन यहाँ हो त्यो पनि जनायो ल त्यसरी पनि छैन त्यसरी जानु परिपक्व म छु त मैले प्रश्न गरेँ त जे थियो यथार्थ अलि यता बस्नु न उता ढल्केर नबस्नु अलि यता बस्नु यता बस्नु र ढल्केर क्या उता नबस्नु अलि यता बस्नु हो त्यसरी उसैलाई होइन नि त कुरा निकालेको तपाईँले अफलाइनमा कुरा मैले निकालेकै छैन तपाईले निकालेको अफलाइनमा रविले लगो भनिदिएँ मैले होइन फसाएको कुरा पनि जसलाई पनि भनिदिएको हो किन भने होइन यसो गरेर यो कुरा पनि के होइन भने सुरु मैले होइन रविलाई फसाएको हो नि हो कि सबै मिलेर होइन तर रविको जसले विरोध गर्छ उ सबले फसाएको रविलाई ल सुरुमा व्यक्ति तोक्दिन ल यही भने मैले तपाईलाई किन अब यहाँ भन्दा अरू के मैले भने केही गल्ती भने अहिले भने गलत भयो तपाईँले बोल्ने अधिकार सुन्नु पहिला कुरा बोल्नु पाउनु भयो कि तपाईँले गल्ती बोले पनि सही बोले पनि बोल्नु पाउनु भयो बोल्ने अधिकार तपाईँको हो तर मैले चाहिँ के भनेको भन्दा मेरै ठाउँमा मेरै कानले सुन्दाखेरि अहिले एउटा कुरा भरे अर्को कुरा गर्दाखेरि मलाई अलिकति त्यसले असहज वातावरण बनाएको मात्रै हो त्यो भएर मैले तपाईँलाई चाहिँ किन यस्तो भयो त रामजी यत्रो वर्ष भयो सङ्गत गरेको तपाईँले पनि मुख त्यो जिब्रो चपाएर कुरा गर्नुहुँदो रहेछ भन्ने कुरा मात्रै हो क्या यहाँ कसैको पनि विषयमा म त्यो व्यक्ति अनि विशेष त्यो मात्रै हो क्या अरू केही पनि होइन बास किन जिब्रो चबायो भन्ने कुरा हो क्या हाम्रो चबाउने मान्छे त कुनै न कुनै पार्टीको झोले हुन पर्यो क्या म चबाउनुलाई म कसैको झोले नै होइन त म किन जिब्रो चबाउँछु होइन तपाईँ अनि नेपाली काङ्ग्रेसको सक्रिय सदस्य त हुनुहुन्छ नि त नि त्यो हुँदैमा म अनि तपाईँको गलतलाई सही भन्छु त सहीलाई गलत भन्छु हो कि होइन भन्नु सक्रिय सदस्य त भन्दै हिँड्नुहुन्छ त तपाईँ अहिले हो कि होइन भन्नुहोस् यो प्रश्न गर्नु कुरा हैन त हेर्दा देखिने कुरा हो तपाईले भन्नुपर्छ कसैलाई पनि थाहा हुन्न तपाईसँग भएको त्यो पनि बताउँदिन व्यक्तिगत कुरामा बताउँदिन तर म
सत्यको साथमा हुँ गलतको विरुद्धमा हुँ मेरो कुरा त्यति हो मैले भने त्योभन्दा के जिब्रो चलायो भने सत्य बोल्नै सक्नु भएन ल यता आएँ म त्यसो भने अब तपाईँले यसमा के भन्नुहुन्छ फाइनल बिट मारिदिनुहोस् किन भन्दा तपाईँले पनि देखाउने दाँत र खाने दाँत अर्कै हुन्छ भने जस्तो खालको कुरा गर्नुभयो फाइनल बिट मारिदिनुहोस् ल अब तपाईँलाई पत्रकार भन्दा तपाईँले पत्रकार होइन भन्नुभयो त्यसलाई मैले माने हो हामी घरको मान्छे छौँ यहाँ बाहिरको छ त घरकै मान्छे भए पनि तपाईँले प्रश्न गर्ने जुन तपाईँको तौर तरिका छ यसलाई अलिकति तपाईँले अध्ययन गरेर सिकेर कसरी प्रश्न गरिन्छ भन्ने कुरा बुझेर आउनुभयो भने पक्कै पनि त्यसको हल निस्किन्छ भन्ने मलाई लाग्छ यसरी टुङ्ग्यौँ यसलाई होइन मैले अध्ययन गर्ने कि तपाईँहरूले चाहिँ एउटा होइन प्रश्न गर्नेले पनि गर्नुपर्छ नैतिक होइन नैतिक मनमा नरहने त तपाईँ हो नि अहिले मलाई नि उल्टो चाहिँ तपाईँको एउटा मोबाइल पनि अठाइरहेको छु मैले सोधि पनि रहेको छु दुईजना भएर मलाई नै चाहिँ भोक्रे ठ्याक लाउनु खोजिराख्नु भएको छ मैले सोधेको प्रश्न गर्ने शैली हो भन्दा के चाहिँ फरक हुनु पर्यो र भन्नु त तपाईँ हजुर भनेर ढोक्नु पर्ने कसैको व्यक्तिगतको कुरा अरू व्यक्तिलाई सोधेर हुन्छ त तपाईँले तपाईँ प्रश्न गर्ने शैली हो भने ल भन्नु हजुर कसैको व्यक्तिगत कुरा कसैको कुनै व्यक्तिलाई सोधेर हुन्छ त तपाईँले सोध्ने नै त त्यहीँबाट त अनि तपाईँ राष्ट्रियता कुरामा सोध्नुहोस् पार्टीगत कुरा सोध्नुहोस् त्यसरी चाहिँ मिल्यो सूचनाको स्रोत तपाईँ सुन्नु न सूचनाको स्रोत तपाईँ हो नि त सार्वजनिक मान्छेको भनेको नि आज राजा खतिवडाजीले भन्नुभएको पनि त्यही हो के भन्नुभयो उहाँले के भन्नुभएको भने कसैको व्यक्तिगत कुरा उही व्यक्तिलाई सोध्नुहोस् भनेको उहाँले अनि क्यामेरा पछाडि किन बोल्नु भयो त्यो व्यक्तिको क्यामेरा पछाडि बोलिएन नि हो नबोल्नु न त्यसो भने क्यामेरा तेर्सिँदाखेरि नबोल्ने रविलाई फसाएको कसैले भन्ने कुरा गरे हो फसाकै हो नि अनि त्यो कहाँ क्यामेरा कसले फसाएको त फसाएको चाहिँ कसले फसाएको सबै मिलेर नि को सबै अनि सत्ता मेन सत्ताले फसाएको अरु त्यो नामै किट्नु न त नामै किटेर भन्नु नि त भनेको सत्तामा को छ अहिले भने उनीहरूले फसाएको नि नाम किन किट्ने हो सत्ता भनेपछि त संगठन हो त्यो एउटा व्यक्तिको नाम किट्ने हो र मैले कस्तो कुरा गर्नुभएको हो यसरी बुझ्नु न कुरा होइन हो नि त यो सत्ता नहुँदा पनि फसाउँदैन उसलाई कुरा मैले नबुझे हो कि तपाईँहरूले कुरा नबुझे हो ल साथी हो अब क्यामेरामा तपाईँहरूलाई पनि चिन्यो जोख्यो है मोबाइल तेर्सिँदा अर्को नतेर्सिँदा अर्को राजनीतिक बडा गफ फुटाएर चाहिँ होइन लास्टमा चाहिँ जोख्यो त्यो सबै होला जोख्यो मजाले जोख्यो होइन देखाउने दाँत रो हात्तीको भन्दा लामो दाँत रो देखाउने दाँत रो ल यो भिडियो फेरि हालिन्छ नि फेरि यो भिडियो हालिन्छ त्यो भएर संयोगसँगले चाहिँ तपाईँले बोल्नुपर्छ यो भिडियो हालिन्छ नि फेरि किन भन्दाखेरि यो भिडियो चाहिँ हाल्न नदिनु सुन्नु न अनुमति दिनुपर्छ अनुमति त लिएरै खिचिएको छ हेर्नुहोस् त्यो भएर तपाईँ सुन्नु न हो त्यसो भनेपछि तपाईँ पक्कै पनि तपाईँ हो त्यसरी भन्नुहुन्छ भने ठिक छ हो त्यसरी भने म मान्छु क्या त्यसो भने म मान्छु किन भन्दाखेरि नत्र भने जस्तो हुँदैन यहाँ आफूले सोच्न पर्यो यहाँ जिन्दगीमा आफ्नो व्यक्तिगत कुरा आफूलाई थाहा हुन्छ त्यही त यसो छ क्यामेरा अगाडि अर्को पछाडि अर्को देशका अब तपाईँको खुङखार झोलेहरू पुलमाला फसाउनेहरू यस्ता कुरा नगर्ने अब कुनै एउटा व्यक्तिगत लिएर आएर ल यसले भनेको थिएन भनेर तपाईँ कुरा गर्नुहुन्छ बच्चा आफ्नो केटाकेटी खेलेको भने त्यसलाई हामीले के भन्ने ल भन्नु केटाकेटी खेले कि हामी खेले कि तपाईँ अरूको कुरा बोकेर आउने तपाईँ यहाँ झोलाभरि अर्काको कुरा बोकेर आउने अनि मैले खेलाएँ भन्ने मलाई त यो सोध्नु फुर्सदै छैन नि तपाईँ एउटा कसैको नाम जोड्नु भयो नि त व्यक्तिगत तपाईँले लेख्ने क्यामेरा पछाडि त तपाईँले बोले हो नि त आज मात्र हेर्नु तपाईँले यो के हो यसको विषयमा बोल्दिनु भनेर तपाईँलाई म भन्छु बोल्नुलाई होइन कतिपय कुरा भन्नुभएको छ तपाईँले अहिले यसमा तपाईँलाई म कहिले पनि यो झुट नबोल्नु तपाईँलाई मिडियामा आएर सुन्नु कहिले पनि तपाईँलाई मिडियामा आएर होइन कसै सुन्नु न एउटा कुरा सुन्नु तपाईँलाई मिडियामा आएर नि तपाईँ जतिको मान्छेलाई मैले बोल्नुपर्छ भनेर फोर्स गरिँदैन त्यो कुरा याद गर्नुहोस् पहिला कुरा व्यक्ति विशेष तपाईँ केन्द्रित गर्नुहुन्छ क्या व्यक्ति विशेष मेरो अहिलेसम्म कसै व्यक्ति विशेषको काम गरेर मैले समग्र राष्ट्रिय र देशको लागि न्युज लेख्ने हो व्यक्तिमा कुरा त यहाँ त कुरा के भन्दाखेरि क्यामेरा पछाडि तपाईँले व्यक्तिको कुरा बोकेर आउनुभयो झोलाभरि अनि क्यामेरा तर्सापछि ल भन्नुहोस् भनेर चाहिँ ब्याग सर्नुभयो तपाईँ घुत्रुकै जानुभयो तपाईँ अनि लास्टमा आएर चाहिँ भिडियो नहाल्नु अथोरिटी बिना तपाईँको मात्रै चल्दैन भन्नुभयो सुन्नु न भिडियो के विषयको चाहिँ हाल्ने के विषय नै छैन अनि विषय किन छैन विषय राजनीतिको विषय छैन राजनीतिक राष्ट्रिय विषय छैन किन जोड्नु भएको त
धर्म संस्कृतिको बारेमा विषय छैन यहाँ सबै जोडिएर आएको कुरालाई तपाईँले डिबेट गर्न छुट्टै कुरा हो तपाईँले अनि नहाल भनेर तपाईँको मात्रै चल्छ भनेर यस्तो धापधम्कीले चल्छ अहिले भन्नु त सबैको स्वतन्त्र हक अधिकार छैन किन छैन छ अनि धम्की दिएकै छैन अनि पहिलो कुरा तपाईँ अनि त्यहाँदेखि भिडियो नहाल हेर्छु भनेर यहाँ छ त रेकर्ड छ त अनि त्यसलाई रोक्नु ठुलो कुरा गर्ने तपाईँ अहिले भन्नु त भन्नुहोस् त ल कुरा कुनै ठुलो कुरा कुनै सानो नै हुँदैन होइन तपाईँले गर्नु त ठुलो कुरा गर्नुभयो तपाईँ कस्तो कुरा गरे तपाईँले कुनै ठुलो र सानो कुरै हुँदैन कुरा के हुन्छ भने विषय वस्तु सुन्नु विषय वस्तुमा अझै हामीले कुरा गरिरहेको छौँ क्या त्योभन्दा बाहिर छैनौँ हामी सबै हामी नेपाली नागरिक हौँ नागरिक कसले चाहिँ अनागरिक भनेको छ त फेरि यो कहाँबाट ल्याउनु भयो भने त एउटा ट्र्याकमा सुन्नु न रेलको एउटा ट्र्याक हुन्छ त्यो ट्र्याकमै कुद्नुहोस् त्योभन्दा बाहिर गयो भने लड्नुहुन्छ तपाईँले धेरै सिक्नु बाँकी छ क्या मबाट सिक्नुहोस् तपाईँले तपाईँलाई फिस लाग्दैन सिक्नुहोस् क्या धेरै कुरा होइन म जस्तो अरूलाई पनि सिकाउनुहोस् न अलि यता हेर्नुहोस् ल पैसा लाग्ने होइन सिक्नुहोस् हो ल अनि भिडियो नहाल्नु तपाईँलाई चाहिँ यो हुन्छ तपाईँको मात्रै अधिकार भनेर सिकाउनुहुन्छ अनुमति बिना कसैको केही काम गर्न तपाईँको क्यामेरा अगाडि बसेर चाहिँ सँगै खाँदै कोक खाँदै भुटन खाँदै भिडियो गरिरहेको छौँ अनि अनुमति अनि तपाईँलाई मैले यति भनेको हो अनुमति बिना कुनै पनि काम हुँदैन भने अनुमति बिना कसले चाहिँ काम गरेछ मैले तपाईँलाई जबरजस्ती घाँटीमा एकेर लिएर यहाँ खिच्नै पर्छ बस्नै पर्छ भनेको छु खाने हो सबैको अधिकार छ तपाईँको अधिकारलाई म सम्मान गर्छु त्यही सम्मान गरेको कारणले गर्दाखेरि तपाईँलाई प्रमाणसहित अगाडि मोबाइल राखेर तपाईँको अन्तर्वार्ता लिइराखेको छु अनि मोबाइलले अन्तर्वार्ता लिने होइन तपाईँको क्यामेरा छैन है क्यामेरा छैन होइन तपाईँले भिडियो राम्रो खिचेपछि त भयो नि त ल ठिक छ त्यो तपाईँकै जित ल यो अभ्यास हो मेरो अभ्यासको क्रममा विभिन्न त्रुटिहरू हुन सक्छ तपाईँहरूले मलाई त होसियार बनाउने हो नि सूचक हो नि तपाईँहरू त्यो त्रुटि सच्याउनुहोस् भिडियो हाल्नुहोस् मैले अनुमति अनि सच्याउनु पर्ने चाहिँ के कहाँनिर गल्ती भयो मेरो भन्नुहोस् होइन होइन तपाईँले भने फेरि सच्याउनु पर्यो अनि तपाईँ एडिटिङ गर्ने तपाईँ भएपछि अनि मैले भन्ने हो त त्यो कुरा होइन गल्ती चाहिँ कहाँ भयो त कहाँ भयो त्यो एडिटिङ गर्दा थाहा हुन्छ एडिटिङ गर्दै जाँदा ठ्याक्कै भन्नुहोस् कहाँनिर गल्ती भन्नुहोस् त यहाँ भनेर भन्नुहोस् त यो बोलीमा चाहिँ त्यो त मलाई पनि थाहा हुँदैन नि अब धेरै कुरा बोलिएको छ हो थाहा छैन भने लिक भन्दा बाहिर कुरा गरेर गइसकेपछि समस्या हुन्छ यो चाहिँ हामीले बुझ्नुपर्छ किन भन्दा हामी त नितान्त लामो समयसँग सहयात्री तरिकाले अगाडि बढेका छौँ हो कि होइन भन्नुहोस् त अनि ल भन्नुहोस् अब अन्तिम बिट मारिदिउँ के गरौँ राजा सर भन्नुहोस् ठिक छ अब यो भनेको एउटा मलाई जहाँसम्म लाग्छ चिया गफ हो एकदम राइट चिया गफ रे चिया हामीले कहाँ खान्छौँ भन्नु त तपाईँ होइन चिया कहाँ खान्छौँ त तपाईँ फेरि झुट बोल्नै भन्नु त चिया गफ जस्तो हो तपाईँ अहिले फेरि झुट बोल्नै भन्नु त यो हामीले चाहिँ तिनजना यसो भेला भएको बेलामा देशको अथवा भनौँ कुनै पनि विषयवस्तुमा केन्द्रित रहेर तपाईँले प्रश्न गर्नुभयो प्रश्न गरेकै छैन नि भलाकुसारी पो गरिरहेको छ त यहाँ मैले प्रश्न मात्रै गरेको छु चाहे भलाकुसारी भनौँ चाहे प्रश्न भनौँ चाहे तपाईँको चाहिँ अन्तर्वार्ता भनौँ चाहे जेसुकै भनौँ जेसुकै त हुँदैन भलाकुसारी हो यो अन्तर्वार्ता होइन कुनै स्टुडियोमा गरेर गरेका छौँ हामीले यो भलाकुसारी म जे पाएँ त्यही बोल्नै जान्दछु भनेर भलाकुसारीले पक्कै पनि एउटा सन्देश दिन्छ त्यो सन्देश खुद तपाईँको चाहिँ प्रश्न गर्ने मान्छेले पनि त्यहाँबाट केही सन्देश लिन्छ र अन्तर्वार्ता दिने मान्छेले पनि त्यहाँबाट केही सन्देश लिन्छ त्यो कारणले गर्दाखेरि यो भिडियोलाई अहिले बन्द गरौँ लक्ष्मण सर मेरो आदरणीय सर होइन मलाई फेरि उच्च सम्मान चाहिन्छ नि भिडियो बन्द